आजको ब्रान्ड न्यू ब्लग यतिखेर हेलो हामी चाहिँ हेलो हाई लुम्बिनी केबल कार कामाख्या मन्दिर है सबैजना देखौँ है आजको यो ब्लग ब्रान्ड न्यू ब्लगमा तपाईँलाई स्वागत छ र यो ब्लग रहनेछ कामाख्या मन्दिर पाल्पा लुम्बिनी केबल कार हो गाइस है ल आज चाहिँ मैले तपाईँलाई बुटोल टु माथि बसन्तपुर दामी छ लै यता हामी यति छौँ सिला यता छन् अनि सीमा मम्मी आन्टीहरू यता यो बाबु उपहार हाई गरिदेऊ नि छोरा ब्युटिफुल भ्यू ल बुटोल दामी ल गाइस है बुटोल हेर्नुहोस् यस्तो दामी ल एउटा नजिकको पर्यटनलाई उस गर्नुपर्छ होइन प्रोत्साहन गर्नुपर्छ तिमीले अप्ठ्यारो भयो यहाँ आउन नि कहाँ हुने हो अझै मधुमारी छ यस्तो राम्रो छ हेर्न मन लाग्यो भाइ आऊ होइन देखिन्छ यसरी हेर न नुवाकोट लिएर गएको छु नि तलाई यस्तो रिन्चोरको डाँडा जस्तो उपारी गइरहेको छु उहाँ पारी पनि रिन्चोरको डाँडामा जाने हो त उही रिन्चोरै घुम्थे कि जङ्गल घुम्न रिन्चोरको डाँडा पनि छ यस्तै भन्दै गएको म पारीको तल स्टेसन हो पारी सब ब्युटिफुल भ्यू लगाउनुहोस् है कस्तो लाग्दैछ हेर्दा हेर्दै बुटोलबाट केबल कार छ र पाल्पा तल तिनो खोला सिद्ध बाबा वेलकम टु पाल्पा लेखेको गाइस त्यहाँ छ है ती याड देखेछ ती अहिले मेटेको छ त्यहाँ मेटेछ बनाएन यस्तो छ यस्ता भिड पाखा पनि फोटो खिच्दा हेर मजा आयो छोड्नु भएन नि जानु पर्यो नि हामी यसलाई हेर्नु पाल्पा सिद्ध बाबा मन्दिर अर्को गयो मान्छे छैन फर्किने बेला हुन्न नि त अहिले मनोकामना जति त कमाइ त कहीँ हुन त मनोकामना मन्दिरको आस्था छ नि त होइन तर अलिकति ठाडो चाहिँ ठाडै नै रहेछ हेर त उहाँ पछाडि हेर त अहिले लागोलाई उताडे एउटा आयो त्यहाँ आयो तीनटा आयो दुईटा गएलै है खाल्टामा झरे जस्तै भयो नि दाइ त्यो आउँदाखेरि हो कि हो त्यही भएर हामीलाई डर लाग्यो जस्तो हामी एउटा हामी त स्कुटीमा आनन्दले गयो नि त 3 घण्टा कति घण्टा 8 दाइ त्यसै दिनुभएको भइन्छ कि अर्को गयो आज आइयो ल सामान बोक्ने चाहिँ 27वटा केबल कार बक्स होइन निकै सुन्दर पाल्पा बसन्तपुर डाँडा यो चाहिँ बुटोलको गोलपार्कबाट चाहिँ केबल कारमा करिब आधा घन्टादेखि 40 मिनट हिँडेर केबल कारमा चाहिँ आउन सकिन्छ कामाख्या मन्दिर निकै सुन्दर छ मा कामाख्या यस्तो छ है ल गाइस मा कामाख्या मन्दिर
आजको ब्लग रहनेछ मा कामाख्या मन्दिर। हेलो यता ल ल ल ल यता यता ल यता मम्मी ए यता मम्मी हुनुहुन्छ ल यस्तो छ दामी छ। यता अङ्कल हुनुहुन्छ अनि यता डेडी हुनुहुन्छ। ट्याक्टर लाएर निकै राम्रो ल कामाख्या मन्दिर एकदमै नहीं ठीक है 2 मिनट की वीडियो 2 सेकंड की रहेगी 3-4 सेकंड। कामाख्या मन्दिर निकै सुन्दर। कामाख्या मन्दिर बसन्तपुर पाल्पा बुटोलबाट केबल कारमा हामी आउन सकिन्छ। इट्स ब्युटिफुल राम्रो छ भ्यू वरिपरि यस्तो राम्रो छ। आनन्द आइरहेछ भन्न सरर उही बसन्तपुर बुटोल भन्ने पर्छ। बसन्त अङ्कल सबै अङ्कल बसन्तपुरको डाँडो भन्। अलिकति तुवालो लायो तलको बुटोल भ्यू खिच्दा अलिक तुवालो गर्मी हो यता भिरहरु छ नि हामी त स्वाक्क यता बसेपछि डर लाग्दैन। यता भित्र हेर्दा डर लाग्छ। त्यता बसी देखिन्छ होइन मैले त यो तल खिच्न हो कि हो के जाँदा उता बसी यता देखियो हिँड्दै जाने ठाउँ पनि होला नि छक्क हुन्न नि छैन त्यो घर भए पनि त कसरी घर बनायो त्यस्तो कहाँ बनाएको छ भाइ त्यहाँदेखि त्यो घर छ बाटो छ बाटो बाटो यहाँबाट उताबाट छ। पहिला त बाटो रहेछ ढोका लाग्छ कि ढोका लाग्छ ढोका लाग्छ नचल चल्ने चल्ने चल्नुहुन्न सर यो किनभने त मेसिनरी चिज हो हल्लाउनु हुँदैन चल्न हुँदैन यस्तो भिरा गएर आनन्दले हिँड्ने हो। यहाँ हावा आछ हेर बुटा फाडे रहेछ लोके न त बुटो हुन्छ नि त यो बन्दालेसँग अनुमति लिएर बुटा फाल्छ। राम्रो छ ल यही भएर त यही लाइनबाट बुटो हेर्न सजिलो भयो नि। सामान लैजाने गयो माथि गयो यो यिनी देखौ कतिवटा चारवटा देखौ देखौ कि नै हेर त ओ देखौ 1 2 3 4 देखौ 1 2 3 4 यो कति छ रमाइलो भइरहेछ फ्यामिली टुर आज कामाख्या आज बुटोलबाट पाल्पा केबल कारको अनुभव रमाइलो भइरहेछ है यता ओके गाइज ल उबर ल भन हेलो गाइज भन तिमी कहाँ आइगयौ केबल कार लाइन लाइन
गरी भरे पसिना खाँदैन बुटोल भ्यू